सम्पूर्ण दर्शकलाई स्वागत छ आज यस भिडियोमा है। आज के छ भने जुन चाहिँ हाम्रो म्यादी प्रहरीको लागि लिखित परीक्षा कस्तो आउँछ, कस्तो क्वेशन पेपर आउँछ, लिखित परीक्षा नै हामीले यस्तै पेपर आउँछ, डिटो सेम फोटोकपी नै हो है। योबाट केही नभए पनि तपाईले धेरै भन्दा धेरै मिल्छन्। तपाई कति धेरै भन्दा धेरै मिल्छन्। यो क्वेशन यति पढ्यो भने तपाई पास हुनुहुन्छ ढुक्कले है। तपाईले भिडियो अन्तिमसम्म हेर्नुला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि साथीहरुलाई शेयर गर्न चाहिँ नभुल्नु होला है। अब तपाईले यसमा चाहिँ जिल्ला प्रहरी कार्यालयको स्थानीय निर्वाचनले लिन्छ। तपाई कुनै पनि जिल्ला प्रहरी कार्यालयले नै तपाईले क्वेशन पेपर काट्ने हो है। आफ्नो ठाउँ अनुसार तपाईले जिल्ला कार्यालयले काट्ने हो। अब म्यादी प्रहरीको लिखित परीक्षा जुन चाहिँ म्यादी प्रहरीको लिखित परीक्षा दिनुपर्छ है, जुन चाहिँ मिति 2010 महिना 20 अथवा 22 गतेतिर हजुरको के हुन्छ म्यादी प्रहरीको लागि इक्जाम हुन्छ है। अब शैक्षिक योग्यता भनेको साधारण लेखपढ अथवा 8 पास हुन्छ है। साधारण लेखपढ हो। साधारण लेखपढ भनेर तपाईले लेख्न सक्नुहुन्छ। अब पूर्णाङ्क भनेको 100 हुन्छ, उत्तीर्ण भनेको 40 हुन्छ है हजुरले। अब तपाईले 40 भनेको 20 क्वेशन मिलाउनु पर्छ। एउटा क्वेशनको 2 मार्क्स हुन्छ है। अब समय भनेको 30 मिनेटमा तपाईले टक टक ठीक हाल्ने हो। अब दर्ता नम्बर भने जति पनि हुन सक्छ, 18, 20, 30 जति हुनुहुन्छ। नाम थर यहाँ लेख्ने हो। जस्तै नाम थर मेरो नाम के भयो, राम बहादुर बुढा, राम बहादुर बुढा हो। यसरी नाम थर लेख्ने। अनि क्वेशन पेपरतिर हामीले जानुपर्छ अनि अगाडि क्वेशनतिर बढ्नुपर्छ है। क्वेशनतिर बढ्दाखेरि तपाईले अब प्रश्न नम्बर 1 ध्यान दिएर हेर्नुला। एउटा क्वेशनको 2 मार्क्स हुन्छ है। ध्यान दिएर हेर्नुला। 50 वटा क्वेशन सोध्छ, 100 मार्क्सको है। अब ध्यान दिएर हेर्नुला। एमा रहेछ यो धेरै भन्दा धेरै सोध्ने। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसंख्या कति रहेको थियो? जुन चाहिँ राष्ट्रिय जनगणना 2078 अनुसार चाहिँ नेपालको जनसंख्या कति रहेको थियो भन्दाखेरि तपाईले अप्सन हेर्न सक्नुहुन्छ। अब हामीले चाहिँ सिधै एन्सर टिप्लाउँछौं। समय कम हुनाले तपाईले 2,91,92,480 थियो भनेर हामीले बुझ्छौं है। अब दोस्रोमा रहेको छ तपाईले निम्न मध्ये कुन मौलिक हक अन्तर्गत पर्दैन? तल दिएका मध्ये कुन चाहिँ मौलिक हक अन्तर्गत पर्दैन गरे? सूचनाको हक, सन्तानको हक, सम्पत्तिको हक र महिलाको हक। अब सूचनाको हक पनि पर्छ, सम्पत्तिको हक पनि पर्छ, महिलाको हक पनि पर्छ, तर सन्तानको हक चाहिँ कहिले पनि पर्दैन है। अब अर्को 2 नम्बरमा गइरहेछौं। ध्यान दिएर हेर्नुलाई। 2-3 नम्बरमा म्यादी प्रहरीले पाउने सेवा सुविधा कुन दर्जाको प्रहरी सराह हुन्छ? जुन चाहिँ तपाईले म्यादी प्रहरी गइसकेपछि तपाईले पाउने सेवा सुविधा चाहिँ कुन प्रहरीको सराह हुन्छ? कुन दर्जाको प्रहरी सराह हुन्छ? प्रहरी हलदारसँग हुन्छ कि प्रहरी सहायक निरीक्षकको बराबर हुन्छ कि प्रहरी जवानको हुन्छ कि प्रहरी कार्यालय सहयोगी हुन्छ? तपाईले जवानको बराबर पाउनुहुन्छ है। क्वेशन नम्बर 4 मा म्यादी प्रहरीको सञ्चालन तथ्य निर्देशन गर्ने कार्य कुन मन्त्रालयले गर्ने गर्दछ? यो त धेरै इम्पोर्टेन्ट छ। यो आउन सक्छ है तपाईलाई। के छ म्यादी प्रहरीको सञ्चालन तथ्य निर्देशन गर्ने कार्य कुन मन्त्रालयले गर्ने गर्दछ भनेछ? परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय गर्छ। केले गर्छ? गृह मन्त्रालयले तपाई यो कार्य चाहिँ गर्ने काम गर्छ है भनेर हामीले बुझ्छौं। क्वेशन नम्बर हामी कतिमा छौं? 5 मा। 5को क्वेशन ध्यान दिएर हेर्नु होला है। क्वेशन नम्बर हामी 5 मा के छ? नेपालको राष्ट्रिय खेल कुन हो? नेपालको राष्ट्रिय खेल कुन हो भन्नु त ल? क्रिकेट हो कि फुटबल हो कि डन्डी हो कि भलिबल हो? नेपालको राष्ट्रिय खेल हाम्रो के हो? भलिबल हो है। त्यसपछि क्वेशन नम्बर 6 मा ध्यान दिएर हेर्नु ल। नेपालको सबैभन्दा लामो नदी कुन हो? नेपालको सबभन्दा लामो नदी कुन हो? कर्णाली, कोशी, राप्ती, गण्डकी भने चाहिँ हाम्रो कर्णाली चाहिँ सबभन्दा लामो नदी हो। अब तपाईले के भन्दाखेरि जो तपाईले जुन प्रदेशको तयारी गर्दै हुनुहुन्छ त्यो प्रदेशको के गर्ने? त्यो प्रदेशको जिल्ला कतिवटा छन्, त्यसका स्थानीय तहर कति छन्, संख्या कति छन्, गाउँपालिका कति छन्, नगरपालिका कति छन्, त्यो प्रदेशको हल्का जानकारी लग्नु होला। किनकि त्यो प्रदेशबाट के होइन 4-5 वटा क्वेशनसम्म त्यो प्रदेशबाटै हाल्छ। तपाईको छुटछुटै प्रदेशबाट छुटछुटै क्वेशनहरु काट्ने हो है। तपाईँ नेपाल अधिराज्यमा एउटै क्वेशन काट्दैन। तपाईँ लोकसेवा होइन नि त। ल क्वेशन नम्बर 7 मा नेपालको पहिलो मुख्यमन्त्री को हुन्? नेपालको पहिलो मुख्यमन्त्री को हुन् भन्ने छ। ल भन्नु त। पृथ्वी सुब्बा गुरुङ हुन् कि शंकर पोखरेल हुन् कि लाल बहादुर राउत हुन् कि डोरमरी पौडेल हुन्? यसको राइट आन्सर हो डोरमरी पौडेल हुन् है। क्वेशन नम्बर 8 मा सगरमाथाको नयाँ उचाइ कति रहेको छ? अहिले सगरमाथाको नयाँ उचाइ पुरानो चाहिँ 8848 थियो। अहिले नयाँ उचाइ कति रहेको छ? अहिले नयाँ उचाइ तपाईको रहेको छ सगरमाथाको नयाँ उचाइ रहेको छ 8848.86 8686 मिटर रहेको छ है। क्वेशन नम्बर 9 मा सिंहदरबारमा दोस्रो पटक आगलागी कहिले भयो?
2082 भदौ 21 2082 भदौ 24 2082 भदौ 23 गते भनेको छ। सिंहदरबारमा चाहिँ पहिलोचोटि आग लाग्यो, दोस्रोचोटि आग लाग्यो कहिले भयो 2082 भदौ कति 24 गते भएको थियो है। क्वेशन नम्बर 10 मा क्षेत्रफलको आधारमा नेपालको सबभन्दा सानो प्रदेश कुन हो? क्षेत्रफलको आधारमा सबभन्दा सानो प्रदेश भने कर्णाली, लुम्बिनी, मधेस र बागमती भने चाहिँ मधेस प्रदेश हो है। क्वेशन नम्बर तपाईँ 11 मा हाल नेपालमा कतिवटा महानगरपालिका छन्? हाल चाहिँ नेपालमा कतिवटा महानगरपालिकाहरू छन्? 7 वटा, 6 वटा, 5 वटा, 4 वटा भने चाहिँ यसको राइट आन्सर हो 6 वटा रहेका छन् है। क्वेशन नम्बर 12 मा म्यादी प्रहरीको मुख्य काम के हो त? म्यादी प्रहरीको काम खासमा काम के हो त? मुख्य काम के हो? म्यादी प्रहरी त हुनुभयो, त्यसको मुख्य काम चाहिँ के हो? 1 मा कमा ट्राफिक व्यवस्थापन गर्ने, 2 मा चोर समान्ने, ग मा अनुसन्धान गर्ने र घ मा निर्वाचन सुरक्षा सहयोग गर्ने। तपाईले निर्वाचन सुरक्षामा चाहिँ सहयोग गराउने म्यादीको काम हो है। 13 मा प्रहरीलाई खबर गर्न कुन नम्बर प्रयोग गरिन्छ? कुन गरिन्छ? 102, 103, 100 र 110 भनेको छ। तपाईले 100 युज गर्नुपर्छ है। क्वेशन नम्बर 14 मा ध्यान दिनु। नेपाल प्रहरीको स्थापना कहिले भयो? नेपाल प्रहरीको स्थापना कहिले भयो? यो क्वेशन पनि धेरै इम्पोर्टेन्ट छ तपाईको। विरोध 2013 मा भएको, विरोध 2014 मा भएको, विरोध 2011 मा भएको, विरोध 2012 मा भयो। ल भन्नुस् त कहिले भयो हाम्रो? विरोध 2012 मा भयो। क्वेशन नम्बर 15 को ध्यान दिएर हेर्नु होला। नेपालमा निर्वाचन गराउने निकाय कुन हो? कुन हो? गृह मन्त्रालय हो कि, लोकसेवा आयोग हो कि, निर्वाचन आयोग हो कि, रक्षा मन्त्रालय हो? यसको राइट आन्सर हो निर्वाचन आयोगले गराउँछ। क्वेशन नम्बर 16 नेपालमा हाल कतिवटा राष्ट्रिय निकुञ्जहरू रहेका छन्? 13 वटा, 12 वटा, 11 वटा भने चाहिँ यसको राइट आन्सर 13 वटा राष्ट्रिय निकुञ्ज। अहिले छैन राष्ट्रिय निकुञ्ज थपेर अहिले 13 वटा राष्ट्रिय निकुञ्ज भएका छन् है, जुन चाहिँ हाम्रो सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट छुटिएर है। यो चाहिँ मुगु र जुम्लामा पर्छ। अब तपाईको स्थानीय तहको निर्वाचन कति वर्षमा हुन्छ? स्थानीय तहको निर्वाचन कति हो? 4 वर्ष, 5 वर्ष, 6 वर्ष, 7 वर्ष भनेको छ। स्थानीय तहको निर्वाचन कति वर्षमा हुन्छ भनेर यो पनि तपाईको धेरै इम्पोर्टेन्ट छ, सोध्न सक्छ हाम्रो। कति 5 वर्षमा फरकमा हुन्छ भनेर बुझौं। क्वेशन नम्बर 18 मा निर्वाचन प्रहरीमा भर्ना हुन कति वर्षदेखि कति वर्ष पुगेकाले छनौट हुने आउने व्यवस्था गरेको छ? 18 देखि 45 वर्ष, 18 देखि 54 वर्ष, 20 देखि 54, 21 देखि 54, 18 वर्षदेखि 54 वर्षसम्मको हो है। क्वेशन नम्बर 19 मा निर्वाचन प्रहरीले पाउने देयका मध्ये कुन विधा हो? निर्वाचनले प्रहरीले चाहिँ कुन विधा पाउँछ? घर विधा पाउँछ, क्रिया विधा पाउँछ, भौगोलिक आउने विधा पाउँछ, पर विधा? कुनै विधा पाउँदैन निर्वाचन प्रहरीले भनेपछि क्रिया विधा चाहिँ पाउँछ है। निर्वाचन प्रहरी भइसक्यो तपाईले क्रिया विधा चाहिँ पाउनुहुन्छ यदि है। अब क्वेशन नम्बर हामी कति 20 मा नेपालको संविधान कहिले जारी भयो? अब विक्रमसम्म 2072 साल त 72 सालमै भएको, असोज त असोज भएको कति गते भयो भन्दाखेरि विक्रमसम्म 2072 साल असोज 3 गते भएको थियो भनेर हामीले पुच्छौं है। क्वेशन नम्बर हामी कतिमा 21 मा 21 को ध्यान दिएर हेर्नु होला है। ल 21 मा नेपालको संविधानमा कतिवटा भाग र धारा रहेका छन्? अब तपाईको कतिवटा भाग र धारा रहेका छन्? 35 वटा भाग, 308 धारा र 9 अनुसूचीहरू रहेका छन्। अनुसूचीमा सोध्न सक्छ 9 वटा अनुसूचीहरू रहेका छन् भनेर हामीले के गर्छौं बुझ्छौं है। क्वेशन नम्बर 22 ध्यान दिएर हेर्नु ल 22। नेपालको प्रथम महिला प्रधानमन्त्री कुन? विद्यादेवी भण्डारी, सुशीला कार्की, हीरादेवी तुलाधार र अनसरी घरती मगर भने चाहिँ यसको राइट आन्सर सुशीला कार्की हुन् है प्रधानमन्त्री है। क्वेशन नम्बर 23 मा निर्वाचन प्रहरीको कार्य अवधि कति दिनसम्म हुनेको छ? निर्वाचन प्रहरीको कार्य अवधि कति दिनसम्म हुन्छ? 30 दिनसम्म, 35 दिनसम्म, 40 दिनसम्म, 50 दिनसम्म। यसको राइट आन्सर हो 40 दिनसम्म है। क्वेशन नम्बर 24 नेपालमा जेनजी आन्दोलन कति दिन चलेको थियो? कति? 2 दिन, 3 दिन, 7 दिन र 1 दिन भनेको चाहिँ यसको राइट आन्सर हो 2 दिन जेनजी आन्दोलन चलेको थियो नेपालमा चाहिँ है। क्वेशन नम्बर हाम्रो 25 हाल नेपाल प्रहरी महानिरीक्षक को हुनुहुन्छ? को हुनुहुन्छ? दानबहादुर कार्की, वसन्त कुमार, राजु अर्याल, दीपक थापा भनेको छ। तपाईको यसको राइट आन्सर दानबहादुर कार्की हो। कति हुन् भने 33 हुन् है। क्वेशन नम्बर 26 मा नेपाल गाउँपालिकाको संख्या नेपालमा छुटेछ सरी है। नेपालमा गाउँपालिकाको संख्या कतिवटा रहेको छ? 273 वटा, 300 वटा, 400 वटा, 460 वटा भनेको छ। यसको राइट आन्सर के होला ल भन्नुस् त? यसको राइट आन्सर के रह्यो होला? यसो त हाम्रो 460 वटा रहेका छन्। कति? 460। 27 मा निर्वाचन प्रहरी हुन पुरुषको
तौल न्यूनतम कति हुनुपर्छ पुरुषको तौल चाहिँ 42 केजी 50 केजी 55 केजी कति हुनुपर्छ ल भन्नु त पुरुषको तौल चाहिँ 50 केजी हुनुपर्छ है। क्वेसन नम्बर 28 नेपालको सबैभन्दा ठुलो ताल कुन हो? राणा ताल, तिलिचो ताल, बुलबुले ताल, सेफोक्सुन्डो ताल, कुन ताल होला भन्नु त? यसको राइट एन्सर रहेको छ तपाईको राणा ताल हो भनेर बुझौँ है। क्वेसन नम्बर 29 नेपालको राष्ट्रिय रङ कुन हो? नेपालको राष्ट्रिय रङ चाहिँ कुन हो भन्नु त? रातो, सिमरिक, कालो र नीलो भने चाहिँ यो सिमरिक हो है, के सिमरिक हो सिमरिक। त्यसमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा, मुगु, जुम्ला, रोल्पा भनेको सबभन्दा ठुलो जिल्ला भनेको डोल्पा हो। सबभन्दा ठुलो प्रदेश क्षेत्रफल भने बढी भएको प्रदेश कुन हो? कर्णाली प्रदेश हो भनेर हामीले बुझ्यौँ है। थ्याङ्क यू सो मच। भिडियो अन्तिमसम्म हेरिदिनु भयो। यस्तै नयाँ नयाँ भिडियो चाहिन्छ र म्याथी परेडियम 100% नाम निकाल्न मन छ भने चाहिँ हाम्रो च्यानल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् र तपाईँले हाम्रो टिकटकमा सक्दो प्रयास सबैले फलो गरिदिनु होला है। धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच।